नमो नमः। आज म सिन्धुली जिल्लाको मरिड खोला किनारमा अवस्थित मरिडेश्वर महादेवको दर्शन गर्न यस गुफामा आएको छु। यो गुफाको सुन्दर दृश्यले मलाई धेरै मन्त्रमुग्ध बनाएको छ। अत्यन्तै सुन्दर गुफा छ। जति हेरे पनि हेरिरहँ लाग्ने जस्तो गुफा छ। यहाँ जलधाराहरू झरिरहेका छन्। अत्यन्तै सुन्दर आकृति छ। हामी देख्न सक्छौं यस्तो सुन्दर आकृति प्रकृतिले यहाँ सिर्जना गरेकी छिन्। माथितिर हेर्दाखेरि उस्तै सुन्दर आकृतिहरू छन्। त्यहाँ माथि गणेश भगवानको शिर जस्तै आकारको कान सुँड आदि भएको आकृति छ। यसरी यता पनि त्यस्तै गणेशकै सुँड जस्तै आकारको आकृति छ। वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्य शशाङ्क वह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी च सहितं नमामि। मन्दारमाला कुलितालकायै कपालमालाङ्कित शेखरायै दिव्याम्बरायै च दिगम्बराय नमः शिवाय च नमः शिवाय। यौतौ शङ्ख कपाल भूषित करौ मालास्थि माला धरौ देवौ द्वारवती श्मशान निलयौ नागारिगौ वाहनौ द्वित्रक्षौ बलिदक्ष एगिमसनौ श्रीशैलजा वल्लभौ पापं हरतां सदा हरिहरौ श्रीवत्स गंगाधरौ करचरण कितम्बा कायजं कर्मजम्बा श्रवण नयन जम्बा मानसम्बा पराधम विहितमा विहितम्बा सर्वमेतत्क्षमसु जय जय करुणाब्धे श्री महादेव शम्भो। यसरी आज मैले भगवान महादेवको मरिडेश्वर ज्योतिर्लिङ्गको दर्शन गरेँ।